यहाँहरु सम्पूर्णलाई नमस्कार। शुभ बिहानी। मैले अस्ति यो जुन जेनजीको आन्दोलन पछाडि एउटा भिडियो बनाएको नि त्यसको चाहिँ नि दोस्रो भागमा यहाँहरुलाई हार्दिक स्वागत छ। र चाहिँ नि मेरो केही गलतहरु भयो भने तपाईहरुले सुधार नका निमित्त कमेन्टहरु गर्दिनु हुन पनि हार्दिक अनुरोध गर्छु र म यो टपिकमा चाहिँ त्यहाँ जान चाहन्छु। मैले त्यहाँ भनिरहेको थिएँ कि एउटा जुन यो संसदीय प्रणालीमा चाहिँ नि ले गर्दाखेरि जुन सरकारहरु बनिरहेको छ त्यसमा चाहिँ नि जनताहरु चाहिँ असन्तुष्ट छ र चाहिँ नि त्यसले चाहिँ एक प्रकारको मनमा चाहिँ यो सरकार प्रति चाहिँ मान्छेहरुलाई निरुत्साहित बनाइरहेको थियो र यसमा चाहिँ प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चाहिँ आवश्यक छ भन्ने बारेमा जुन यो जेनजीहरुको पनि एकचोटी माग थियो। तर यसमा चाहिँ म के भन्न चाहन्छु भने जुन जेनजीहरुमा एउटा चाहिँ नि अहिले त्यो एउटा दम्भ देखिन्छ त्यसले पनि समस्या चाहिँ निम्तन्छ। किनभने जेनजी पुस्ता भनेको चाहिँ एउटा पुस्ताको हैन त्यो समूहको नेतृत्व गर्ने हो। तर बाँकी रहेको पुस्ता चाहिँ छैन त यो देशमा। बाँकी पुस्ताहरु पनि जीवित छन् हैन। त्यो भएको कारणले गर्दा जेनजी पुस्ताले चाहिँ के चाहिँ बुझ्नुपर्छ भने पहिला चाहिँ समन्वयकारी भूमिका निर्वाह गर्न पनि सिक्न पर्छ। हामी जेनजीले मात्रै सबै कुरा गर्न सकिन्छ भन्ने जुन त्यो उहाँहरुमा चाहिँ नि त्यो दम्भ छ भने त्यो चाहिँ सुध्रिनको लागि म हार्दिक अनुरोध यही भिडियो मार्फत गर्दछु। किन छ भने यो जुन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको लागि चाहिँ जेनजीले मात्रै निर्णय गरेर गइरहँदाखेरि त्यसले भोलि दीर्घकालीन रूपमा असर पनि पर्न सक्छ। त्यो चाहिँ के हो भने एउटा यो देशमा चाहिँ दलहरु पनि अस्तित्वमा छन् र यो दलहरुसँग सहकार्य गरेर एक प्रकारको निर्णय गरेर हैन संविधानलाई कसरी चाहिँ व्यवस्थित गरेर लैजान सकिन्छ र त्यसलाई चाहिँ नि सबै दलहरुले समर्थन गराएर अनि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचनमा जान चाहिँ बेटर हुन्छ जस्तो मलाई लाग्छ। किनभने यसले चाहिँ यो नै अप्सन चाहिँ सबैभन्दा राम्रो हो जस्तो लाग्छ। दोस्रो कुरा चाहिँ के हो भने यो अहिलेको जुन चुनाव घोषणा गरिएको छ यो चुनावले त फेरि त्यही संसदीय प्रणाली नै आउँछ र चाहिँ नि यो मलाई लाग्छ तपाईहरुलाई स्वीकार्य नहुन सक्छ तर चाहिँ नि सत्य कुरा चाहिँ यही हो कि पुरानो दलहरु नै अस्तित्वमा आउँछ। यो मतलब मैले पुरानो दल अस्तित्वमा आउनु हुँदैन या चाहिँ जेनजी अस्तित्वमा आउनु पर्छ चाहिँ नि नेतृत्व गर्नु हुँदैन या गर्नु पर्छ भन्ने तर्क भन्दा पनि यो प्रणालीले त्यही आउने हो हैन। तर कस्तो हो भने त जेनजीहरुमा परिपक्वता नहुनु कारणले गर्दाखेरिमा यो समस्याहरु आइरहेको छ। यो चाहिँ कुनै जेनजीहरुको नेतृत्वहरुले चाहिँ त्यो बारबारा फाउन्डेसनको नाम लागेका के फाउन्डेसनका के एनजीओ आइएनजीओको नाम लागेका युवाहरुले चाहिँ नि जुन हावा बोलिरहेको देखिन्छ उहाँहरुको चाहिँ नि स्थिति यो चुनाव पछाडि यस्तै नरहन सक्छ। अहिलेको दलहरु प्रतिको उनीहरुको जुन एउटा भाव प्रकट भइरहँदाखेरि त्यसले गर्दाखेरि हामी सामाजिक प्राणी भएको हुनाले गर्दा सामाजिक पनि बन्न सिक्नुपर्छ। अलिकति नियम कानुन आफू नपढ्ने नबुझ्ने अनि चाहिँ मलाई यो गर्यो त्यो गलत गर्यो भने त्यो कानुन विपरीत आफूले गरेपछि अर्काले पनि चाहिँ त्यसको बारेमा डिफेन्स गर्छ। त्यो भएको हुनाले गर्दा जेनजी भाइ पुस्ताहरुलाई चाहिँ मेरो के अनुरोध छ भने यो जुन अस्तित्वमा रहिरहेको दलहरु छ उनीहरुलाई पनि समन्वय गरेर उनीहरुसँग पनि वार्ता गरेर त्यो पछाडि चाहिँ प्रत्यक्ष कार्यकारी निर्वाचनमा गएर चाहिँ नि यो सम्भावना देखिन्छ हैन। त्यो चाहिँ नि नत्र भने चाहिँ अहिलेको स्थितिमा चुनाव चाहिँ त्यही पुरानो हुने स्थिति देखिन्छ। यसमा चाहिँ एउटा कथा छ हैन। यो एउटा जुन मोडल भनौं हैन उसले चाहिँ मोडल र एउटा चाहिँ नि गलत अर्थ नलागेमा एउटा भनौं देह व्यापार गर्ने एउटा महिला तिनको बारेमा चाहिँ थोरै मलाई भन्न लाग्यो। यो कस्तो हो भने त्यो एउटा जुन देह व्यापार गर्ने महिला छ तिनले चाहिँ हजारौं पिपासुहरू जो गलत नेचरका
विचारहरू छ त्यसलाई चाहिँ एउटा कुनै थोरै पैसा रकम लिएर एउटा कोठामा लगाएर चाहिँ नि त्यसले अन्त्य गरिदिन्छ भने त्यही एउटा महिला जसले मोडलको भूमिका खेल्छ तिनले चाहिँ थोरै पैसा लिएर त्यो पिपासहरू जन्माउने काम गर्छ क्या। तर हेर्दाखेरि समाजमा कलङ्कित चाहिँ को हो त होइन? कलङ्कित त तपाईँको चाहिँ नि त्यही देह व्यापार गर्ने महिला नै देखिन्छ। तर वास्तवमा गलत को हो त रियलमा होइन? यो कथा भनेपछि तपाईँले बुझ्नुभयो। मैले भन्नु खोजेको कुरा के हो भने यो विषयमा चाहिँ दलहरू कलङ्कित छन् अहिले, तर दलहरूले केही गरेन त? समाज सुधारको काममा केही गरेन होला त? यो बारेमा त यो चाहिँ जेन्जी पुस्ताहरू या आम अहिलेको नेपालीहरूलाई म यसमा चाहिँ एकचोटि होसमा आउनको लागि म हार्दिक अनुरोध गर्दछु। र दोस्रो कुरा चाहिँ मेरो धारणा भए पनि आम नेपाली एउटा कुरामा चाहिँ केमा सहमत छैन जस्तो लाग्छ भने यो प्रत्यक्ष निर्वाचनद्वारा कार्यकारी प्रधानमन्त्रीको लागि चाहिँ यो निर्दलीय व्यवस्था गरेर जानु चाहिँ देशलाई दुर्घटना हुन्छ। यसले चाहिँ होइन, यो चाहिँ मलाई लाग्छ जेन्जी पुस्ताले पनि प्रत्यक्ष कार्यकारी निर्वाचनमा जाने हो भने उनीहरूले दल दर्ता गरेर अनि त्यही दलले चाहिँ समर्थन गरेको व्यक्ति चाहिँ प्रत्यक्ष कार्यकारी निर्वाचनमा लैजानुपर्छ। नत्र भने यसमा चाहिँ स्वतन्त्र व्यक्तिले यो प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री हुन पाउने व्यवस्था चाहिँ गरियो भने र चाहिँ नि तपाईँको चाहिँ नि अङ्गीकृत नागरिकहरूले भोट हाल्न पाउने व्यवस्था गरियो भने या चाहिँ नि उसले चाहिँ नि भोट हाल्न पाएपछि उसले त उठ्न नि पाउने भयो। त्यसले चाहिँ भोलि गएर चाहिँ नि यो देशलाई चाहिँ नि दुर्घटना हुन्छ। त्यो भएकोले म जेन्जी पुस्ताहरूलाई निर्णय गर्ने विषयमा चाहिँ कस्तो हो भने आलागाचा नै छन्, तर पनि निर्णय गर्ने बेला चाहिँ अलिक सल्लाह लिएर होइन गर्नुपर्छ जस्तो मलाई लाग्छ। एउटा चाहिँ नि यो प्रत्यक्ष कार्यकारी चाहिँ नि स्वतन्त्र हुनुपर्छ भन्ने टाइपमा हो भने चाहिँ भोलि गएर देश चाहिँ नि डुब्छ या हामी नेपाली भन्ने कुरा चाहिँ नरहन सक्छ होइन। अहिलेसम्म यो जुन अस्तित्वमा छ नेपाल होइन, यो सार्वभौम सत्ता अस्तित्वमा छ, यो चाहिँ नि यो नरहन सक्छ होइन। हामी नेपाली हौँ भनेर भन्ने एउटा इतिहासमा थियो अरे, एउटा नेपाल भन्ने देश पनि थियो अरे भनेर भन्न सक्ने स्थिति हुन्छ। नेपालको भूराजनीतिको बारेमा चाहिँ बुझ्नु पर्यो नि त। जेन्जी पुस्ताहरूले चाहिँ नि उफ्रेर मात्रै त्यो देशको कानुन के छ चाहिँ संविधान त व्यवस्था के छ भनेर नबुझ्ने मान्छेले भूराजनीति बुझेको छ भन्ने त मलाई लाग्दैन होइन। त्यो भएको हुनाले गर्दाखेरि हामी ठुला देशहरूको बिचमा छौँ होइन। त्यो अहिलेसम्म चाहिँ ल दुईटा देशलाई सन्तुलनमा राख्ने जुन हाम्रो राजनीतिक प्रक्रिया छ, यो चाहिँ नि जुन त्यसले चाहिँ नि थामिरहेको छ देखिन्छ नि। तर यो सधैँ सन्तुलन नरहन सक्छ। त्यति बेला चाहिँ के गर्ने त भनेपछि अस्तित्वमा चाहिँ नि अहिलेसम्म रहेको नेपाल जुन चाहिँ नि कुनै पुस्ताले या कुनै एकजना व्यक्तिले चाहिँ नि केही निर्णय गरिरहँदाखेरि यो अस्तित्वमा नरहन सक्छ। त्यसको लागि सचेत हुनको लागि म हार्दिक अनुरोध गर्छु। अनि जुन यो अघि मैले कथामा भने जस्तो जुन हिरोको रूपमा चाहिँ नि देखिने व्यक्तिहरू या कुनै संस्थाहरू या चाहिँ जेन्जी पुस्ताहरू नै देखिए पनि जेन्जी पुस्ताहरूले एउटा कुरा चाहिँ ठिक छ, यो गलत चाहिँ नि जुन व्यवस्था छ यसलाई फ्याँक्न पर्छ, यो चाहिँ भ्रष्टाचार चाहिँ नि अन्त्य गर्नुपर्छ, यो कुरामा सबैको सहमत छ। तर एउटा कुरा के छ भने यो सँगै आएको अराजकता छ, जुन चाहिँ जसले जे पनि गर्न पाइन्छ भन्ने जुन एउटा विधिको व्यवस्था भएको देखिन्छ क्या। जसले पनि जे पनि गर्न पाइन्छ, पुलिसहरूले हातपात गरेको छ, त्यो सरकार हो। अब त्यो भएर चाहिँ नि मान्छेले के बुझ्नुपर्छ भने अब यो विषयमा सुध्रेर जानुपर्छ र विधिको शासन हुनुपर्छ। यो चाहिँ नि तपाईँको चाहिँ कानुन त सबैले होइन मान्नुपर्छ, यो चाहिँ नि संविधान सबैले मान्नुपर्छ, देशको चाहिँ प्रचलित कानुन सबैले मान्नुपर्छ भन्ने कुराको चाहिँ नि त्यो व्यवस्था हुनुपर्छ। र चाहिँ नि व्यक्तिको सम्पत्ति सरकारले संरक्षण गर्नुपर्छ होइन, र सार्वजनिक सम्पत्ति त सबैले जोगाउनुपर्छ भन्ने मानसिकता पनि तयार हुनुपर्छ। मान्छेले खान पाउने, बस्न पाउने र बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ जुन सरकार आए पनि। र बाँकी रहेको कुरा चाहिँ हामी दोस्रो भिडियोमा चाहिँ तपाईँहरूलाई प्रस्तुत गर्नु छ। अहिले चाहिँ
बिदा माग्न चाहन्छु। हस्, धन्यवाद।